हेलो आदरणीय दर्शकहरू, यो नयाँ बिहानी आज यो पाठमा फेरि तपाईलाई स्वागत गर्दछौँ। अनि हामीले गएको अगाडिको पाठमा हेरेका थियौँ बाइबल हाम्रो जीवनमा ज्योति दिने उज्यालो बत्तीको रूपमा प्रयोग गर्न सकिन्छ। बाइबल हाम्रो जीवनमा अन्धकारको शक्ति विरुद्ध लड्न तरबारको रूपमा प्रयोग गर्न सकिन्छ। अनि बाइबल हाम्रो जीवनमा भएका योजनाहरू, परमेश्वरका इच्छाहरू थाहा पाउनलाई परमेश्वरको प्रेम पत्रको रूपमा प्रयोग गर्न सकिन्छ भनेर हेरेका थियौँ। अनि आज हामी विशेष गरेर यो परमेश्वरको प्रेम पत्र जसलाई हामी परमेश्वरको वचन मान्छौँ, अनि यो कसरी लेख्यो होला भनेर तपाईँले कहिले विचार गर्नुभएको छ? जे होस्, आज हामी यो विषयमा अध्ययन गर्नेछौँ। यो परमेश्वरको वचन कसरी लेख्यो होला भन्ने विषयमा हामी अध्ययन गर्नेछौँ। अनि बाइबलको कुरो गर्ने हो भने बाइबल करिब 40 जना लेखकहरूद्वारा लेखिएका हुन्। अनि बाइबलका ती लेखकहरू कोही गोठालाहरू थिए, कोही राजाहरू थिए, कोही जलाहारीहरू थिए। अनि बाइबल संसारको 3वटा विभिन्न महादेशहरूमा लेखेका हुन्। अनि ती महादेशहरू एसिया, युरोप र अफ्रिका पर्दछन्। अनि त्यसरी नै हेर्ने हो भने बाइबललाई 2वटा मुख्य भाषाहरूमा लेखेका थिए। पहिलो भाषा हिब्रू, दोस्रो भाषा ग्रिक। अनि त्यसरी नै यो बाइबल सुरुदेखि उत्पत्तिको किताबदेखि लिएर प्रकाशको किताबसम्म लेख्नलाई करिब 1500 वर्ष लागेको थियो। यो त भयो बाइबलको सारसंक्षेप। अब यसलाई हामी अलिकति विस्तृत रूपमा अध्ययन गर्नेछौँ है त। बाइबलले आफ्नो विषयमा यसरी बोल्दछ। 2 पत्रुस 2:21 मा यस्तो लेखेको छ, किनकि मानिसको इच्छाबाट कुनै अगमबानी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्। हामीले भर्खरै पढेको बाइबलको पदको आधारमा म तपाईँहरूलाई केही उक्तिहरू अगाडि सार्न चाहन्छु। अनि तपाईँहरूले यो मिल्यो भने ठिक भन्नु होला, मिलेन भने बेठिक भन्नु होला है त। क नम्बर, अगमबानीहरू अगमवक्ता आफैले बनाएका हुन्। बेठिक, तपाईँले ठिक भन्नुभयो। त्यसपछि ख नम्बर, अगमबानीहरू गब्रिएल दूतबाट आएका हुन्। हजुर बेठिक। अनि त्यसरी नै ग नम्बर, अगमबानी परमेश्वरबाट मानिसद्वारा आएको हो। हजुर ठिक। अनि त्यसरी नै अगमवक्ताहरू पवित्र आत्माद्वारा प्रेरित भएका थिए। ठिक। अनि वास्तवमा जति पनि अगमबानीहरू आए ती अगमबानीहरू परमेश्वरबाट आएको घोषणा गर्दछन्। जस्तै उदाहरणको लागि योएल 1:1 भन्छ, योएल कहाँ आएको परम प्रभुको वचन। अनि त्यसरी नै हग्गाई 1:1 भन्छ, परम प्रभुको यो वचन हग्गाई अगमवक्ताद्वारा आयो। त्यस कारणले ती अगमवक्ताहरूलाई जुन सत्य दियो त्यो सत्य वास्तवमा धर्मशास्त्रको सत्य हुन्। अनि पवित्र धर्मशास्त्र परमेश्वरको वचन हो। अनि ती पुस्तकहरू पवित्र आत्माको प्रेरणामा मानिसद्वारा लेखिएका हुन्। अनि पवित्र आत्माको प्रेरणा भनेको चाहिँ के हो भने जुन कुरो लेखिनु पर्थ्यो, लेख्ने कुरोहरू परमेश्वरले दिनुभयो र त्यो साधारण मानिसहरूको मनमा पवित्र आत्माद्वारा प्रेरणा पाएर लेखेका हुन्। अब म फेरि अर्को प्रश्न सोध्छु, तपाईँले ठिक उत्तर छान्नुहोस् है त। हामीले बाइबललाई परमेश्वरको वचन भन्न सक्छौँ किनकि यसले केवल परमेश्वरको बारेमा मात्र बताउँछ। हजुर बेठिक। ख नम्बर, यो स्वर्गबाट गब्रिएल स्वर्गदूतले यहाँ ल्याएका थिए। हजुर यो पनि बेठिक। ग नम्बर, लेखकले लेख्नुपर्ने सबै कुरा परमेश्वरले उनीहरूको मनमा हालिदिनु भयो। ठिक। अनि बाइबल वास्तवमा 66वटा किताबको सङ्गाला हुन् भन्ने बाइबल लेख्ने व्यक्तिहरू करिब 40 जना थिए। अनि ती लेखकहरूभित्र कोही सुलेमान, दाउद जस्ता राजाहरू थिए भने आमोस जस्ता गोठालाहरू पनि थिए। अनि त्यसरी नै पत्रुस र यूहन्ना जस्ता जलाहारीहरू थिए, मत्ती जस्ता कर उठाउने व्यक्तिहरू थिए। त्यस कारणले विभिन्न पृष्ठभूमिका मानिसहरूले बाइबल लेखेका हुन्। अनि ती बाइबल लेख्ने व्यक्तिहरू वास्तवमा विशेष धार्मिक पुस्तक लेख्ने तालिम पाएका व्यक्तिहरू होइनन्। तिनीहरू साधारण मानिसहरू थिए, तिनीहरूले साधारण भाषा बोल्थे, तर पनि तिनीहरूले यो बाइबलको पुस्तक लेखेका हुन्। अनि तिनीहरूमध्ये धेरैजना अशिक्षितहरू थिएन। अनि कतिजनालाई परमेश्वरले बाइबल लेख्ने प्रेरणा दिनु हुँदाखेरि सुरुमा उनीहरूले इन्कार गरे, परमेश्वर म त लेख्दिनँ भनेर उनीहरूले त्यसो पनि भनेका थिए। अब तपाईँले ठिक उत्तर छान्नुपर्छ है। बाइबलमा जम्मा कतिजना लेखकहरू थिए? 40 जना, 20 जना, 50 जना। अनि त्यसरी नै अर्को प्रश्न, बाइबलमा जम्मा कतिवटा पुस्तकहरू छन्? 27 वटा, 39 वटा, 66 वटा। अनि जब ती लेखकहरूले अथवा
जब ती बाइबल लेख्नेहरूले परमेश्वरको सन्देश पाए तब उनीहरूले लेख्दाखेरि साधारण मानिसले बुझ्ने भाषामा लेखेका थिए। उनीहरूले स्वर्गीय भाषाहरूमा लेखेनन्, उनीहरूले विदेशी भाषामा पनि लेखेनन्, तर साधारण मानिसले बुझ्ने भाषाहरूमा लेखेका थिए। अनि यो वास्तवमा कुरान र बाइबलमा सबैभन्दा ठुलो भिन्नता नै यही हुन्छ। हाम्रो मुस्लिम साथीहरूले के विश्वास गर्छ भने कुरान चाहिँ पहिला स्वर्गीय भाषामा लेखेका हुन् र पछि अरबी भाषामा दिएका हुन् भनेर विश्वास गर्छन्। तर हामी बाइबललाई त्यसरी विश्वास गर्दैनौँ। बाइबल परमेश्वरले मानिसहरूले बुझ्ने साधारण भाषामा दिनुभयो भनेर विश्वास गर्छौँ। अनि यो पुरै 66 किताबको सङ्गालो बाइबललाई हामी दुई भागमा विभाजन गर्न सकिन्छौँ। येशू ख्रीष्ट जन्मनुभन्दा अगाडि लेखेका पुस्तकहरूलाई हामी पुरानो करार भन्छौँ, जसमा 39 किताब छन् भने येशू ख्रीष्ट जन्मे पछाडिका पुस्तकहरूलाई हामी नयाँ करार भन्छौँ है, जसमा 27 किताबहरू छन्। अनि पुरानो करार चाहिँ हिब्रू भाषामा लेखिएका हुन् है। अनि तपाईँले यहाँ हिब्रू अक्षर हेर्न सक्नुहुन्छ। अनि त्यसरी नै नयाँ करार चाहिँ ग्रिक भाषामा लेखेका थिए र तपाईँले यहाँ ग्रिक अक्षर हेर्न सक्नुहुन्छ। अब तपाईँलाई प्रश्न, बाइबल कतिवटा खण्डमा विभाजन गरेका छन् र तिनीहरूको नाम के हुन्? हजुर ठिक भन्नुभयो, 2वटा खण्डमा। अनि त्यसलाई हामी पुरानो र नयाँ करार भनेर भन्छौँ। पुरानो करार कुन भाषामा लेखेका हुन्? हिब्रू भाषामा। हजुर ठिक भन्नुभयो। अनि नयाँ करार कुन भाषामा लेखेका हुन्? अनि तपाईँलाई मनमा प्रश्न होला, आजको किताबहरू यसरी चटक्क परेका छन्, पाना पाना यसरी पल्टाउन मिल्छन्, तर त्यतिखेरका किताबहरू कस्तो थिए होला अनि कस्तो कागजमा लेखे होला भनेर तपाईँको मनमा प्रश्न होला। त्यतिखेर आजको जस्तो मसी छापाखानाको विकास भइसकेका थिएन। त्यस कारणले ती मानिसहरूले बाइबललाई छालामा लेख्ने गर्थे। छालालाई लामो काट्ने अनि त्यसपछि त्यसलाई चाहिँ बेर्ने अनि त्यसपछि यताबाट लेख्ने अनि बेर्दै लाने र अनि उता खोलिसक्दाखेरि पढिसक्दाखेरि उता बेरिसकेको हुन्थ्यो। त्यसरी त्यस कारण तिनलाई हामी बेरुवा भन्छौँ। ल बेरुवाको चित्र यस्तो हुन्छ, हेर्नुहोस् है त। अनि यहाँनिर यसुलाई एकचोटि पुरानो करारको बेरुवा पुस्तक उनीहरूको हातमा दिएको थियो। अनि लुका 4:17 देखि 18 यसरी भन्छ, उहाँलाई यसै अगमवक्ताको पुस्तक बेरुवा दियो। उहाँले त्यसलाई खोल्नुभयो र यो कुरा लेखेको खण्ड निकाल्नुभयो, परम प्रभुका आत्मा म माथि छ। अब भन्नुहोस् पुरानो करार केमा लेखेको थियो? हजुर सजिलो उत्तर, बेरुवा। अनि कतिवटा बेरुवाहरू आज पनि हामीसँग उपलब्ध छ। अनि आजको बाइबल अनुवादहरू वास्तवमा ती बेरुवाहरूसँग दाजेर हेरिन्छ। अनि त्यसपछि त्यो बेरुवामा भएको कुराहरू आज हाम्रो बाइबलमा मिलेकोले हाम्रो बाइबल ठिक हो भन्ने कुरो चाहिँ प्रमाणित हुन्छ। अनि तिनीहरूले त्यो बेरुवामा एउटादेखि अर्कोमा सार्दाखेरि एकदमै होसियारी साथ अक्षरहरू गन्दै थुप्रै जाने मान्छेहरूले फेरि दोहोऱ्याएर जाँच्दै सार्ने गरिन्थ्यो। अनि यदि कुनै एउटा अक्षर बिग्रियो भने त्यो बेरुवालाई फाल्ने, फेरि अर्को नयाँ बेरुवा बनाउने र लेख्ने चलन थियो। त्यस कारणले उनीहरूले धेरै मेहनतको साथ, धेरै होसियारी साथ उनीहरूले यो बाइबललाई उल्टाउने अथवा सार्ने गर्थे। अनि नयाँ करारको कुरो गर्दाखेरि नयाँ करार वास्तवमा उनीहरूले एउटा पापिरस नामक झारबाट बनाएको बेरुवामा लेख्थे। उनीहरूले त्यो झारलाई कि चित्र जस्तो बुन्ने र थिच्ने अनि बेरुवा बनाउने, कि त्यसलाई कुट्ने अनि त्यसपछि आजको जस्तो त्यो लोक्ता कागज जस्तो बनाएर बेरुवा बनाएर त्यसमा लेख्ने गर्थे। अनि त्यो झारलाई ग्रिक भाषामा बिप्लोस भनेर भनिन्छ है। अनि त्यो बिप्लोस भन्ने शब्दबाट नै वास्तवमा आज हामीले प्रयोग गर्ने बाइबल शब्दको उत्पत्ति भएको हो। अनि विशेष गरेर आज हामीसँग ती पापिरसमा लेखेका अथवा त्यो पापिरसको बेरुवामा लेखेका नयाँ करारका प्रतिहरू हामीसँग करिब 5000 जति उपलब्ध छन्। अब तपाईँलाई प्रश्न, बाइबल साधारण भाषामा दिएको थियो कि स्वर्गीय भाषामा? हजुर साधारण भाषामा दिएको थियो। अनि बाइबलको कुरो गर्ने हो भने बाइबल आज संसारकै सबैभन्दा बढी बिक्री हुने, संसारकै सबैभन्दा बढी छापिने र संसारमै सबैभन्दा बढी पढ्ने पुस्तकमा गनिन्छ। अनि यसले जब मानिसहरूले यसलाई पढ्दछ उनीहरूको जीवनमा परिवर्तन ल्याउँदछ। उनीहरूको जीवनमा यसले साँच्चै नै बत्तीको जस्तो उज्यालो दिन थाल्दछ। साँच्चै नै उनीहरूको जीवनमा आउने उताप चढापहरूमा अनि कठिन घडीहरूमा यसले तरबारको जस्तो काम गर्दछ। अनि साँच्चै नै जीवनका कठिन घडीहरूमा परमेश्वरको सन्देशले उनीहरूको मनमा सान्त्वना मिल्दछ। हुन्छ, तपाईँ र मैले बाइबल कसरी लेख्यो, कहाँ लेख्यो, कतिजनाले लेखेका थिए र बाइबल लेखिने सन्दर्भको बारेमा अध्ययन गरेका थियौँ।
अब तपाईँ र मेरो हातमा यो बहुमूल्य मानिसको जीवन परिवर्तन गर्ने सत्य वचन हाम्रो हातमा छन्। यो चाहिँ विज्ञान जस्तो परिवर्तन भइराख्दैन। विज्ञानमा एक जमानामा पृथ्वी चेप्टो थियो भनेर सिकाइन्थ्यो, आज गोलो छ भनेर परिवर्तन भयो। एक जमानामा मानिसलाई निको पार्न रगत फाल्नुपर्छ भनेर सिकाइन्थ्यो, अनि आज मानिसलाई उपचार गर्नु छ भने रगत दिनुपर्छ भनेर सिकाइन्छ। तर बाइबलको वचन सधैँ सत्य रहन्छ, किनभने यो परमेश्वरको वचन हो अनि यो तपाईँको हातमा र मेरो हातमा आफ्नै भाषामा उपलब्ध छ। अनि तपाईँ र मैले यसलाई पढ्ने अनि एकछिन विशेष गरेर रोक्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्। तपाईँले यो वचन मेरो लागि मेरो हातमा आफ्नै भाषामा दिनुभयो, धन्यवाद भनेर भन्न सक्नुहुन्छ। अनि यो वचन पढ्न, बुझ्न र जीवनमा लागू गर्न परमेश्वरसँग सहायता माग्न सक्नुहुन्छ। हुन्छ, यहाँलाई धेरै धन्यवाद। यहाँले पाठलाई विशेष ध्यान दिएर हेरिदिनु भयो। अब आउने हप्ता हामी बाइबलको सत्यता भन्ने विषयमा अध्ययन गर्नेछौँ। बढ्दै रहनुहोला, अर्को पाठमा भेटौँला। हस्, धन्यवाद।